ल साथीहरु फेरि पनि स्वागत छ हजुरहरुलाई नयाँ दिन नयाँ भिडियोको साथमा। हजुरहरुको माझमा आज के हुँदैछ त यो दिदीको किचनमा भन्दै हुनुहुन्छ होला। आज हामी मोमो खाँदै छौं। ल हेर्नु किमा रेडी हुँदैछ अनि यता चाहिँ अचार बनाउँदै छौं। कहिले अचार बनाउने, कहिले चाहिँ किमा बनाउने, कहिले आटा मुस्ने, सबै आफ्नो आफ्नो काम रेडी छ है। कहिले बाबु हेर्ने। ल हेर्नु यता आटा पनि रेडी भइसक्यो। के बेर लाग्छ र सबैजना मिलेर गर्यो भने मोमो रेडी भइसक्यो साथीहरु। ल स्टिम भएर मोमो निकालिसक्यो। अब हामीले मज्जाले मोमो खान्छौं है। रेस्टुरेन्टमा गयो, एक प्लेट माग्यो, 10 वटा पिस हुन्छ। हेर्दा हेर्दै गन्दा गन्दै सकिन्छ। मस्तले आफूले जाँगर गर्यो भने त आनन्दले धिक मर्नेरी खान पाइन्छ नि। ल हेर्नु कति मज्जा। मज्जाले मोमो खाइयो साथीहरु अनि हिँडेको हामी त आमा छोरा भएर पार्कतिर घुम्न। यहाँ पार्कमा हामी आइपुग्यो। यति खुसी हुन्न र बाबु यहाँ पार्कमा आएपछि। यहाँ आएर टिप्लेटी खेल्छ, पिङ खेल्छ, आमालाई पनि खेल्नुस् भन्छ अझै। आऊ हेरे बाबु राम्रो चाहिँ समाते बाबु आउनु के दिन न छ अघि ल म यहाँ आमा बस्छु तिमी हाँस देऊ न। यहाँ आइसकेपछि यति गर्न पाएन भने त बाबुले पनि काम हान्छ र। घरि पिङ खेल्छु भन्छ, घरि चिप्लेटी खेल्छु भन्छ, घरि के गर्छ। यता उता घुमे खुसी भएर रमाछ। ल साथीहरु ल हेर्नु बाबुले अब घर फर्किने बेलामा आफू साइकलमा नबस्ने, आफू बस्ने साइकल आफैले घुचार्ने भन्दैछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएको लागि धन्यवाद। लाइक, शेयर, कमेन्ट गरिदिन नभुल्नु होला र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु है त।